कृष्णाय वासुदेवाय हरये परमात्मने प्रणतक्लेशनाशाय गोविन्दाय नमो नमः। सबै सज्जनलाई नमस्कार नारायण। सर्वप्रथम त भगवानको श्री चरणमा नमनमा उपस्थित हुनुभएका सम्पूर्ण साथीहरूको अन्तर्हृदयमा वास गर्नुहुने हुने भगवानलाई नमन गर्दै आज हामीहरूले भागवतको पहिलो दिनको यो पहिलो कक्षामा चाहिँ मलाई एकदम राम्रो लागेको कुराहरू यहाँहरूलाई म सेयर गर्न गइरहेको छु। आज गुरुजीको मुखारबिन्दबाट भागवत भनेको के हो भनेर उहाँले चाहिँ अन्य साथीहरू पनि जोडिनु भएको थियो। उहाँले हामीलाई पढाउँदाखेरि भागवत भनेको के हो भनेर भागवतको तीन प्रकारले अर्थ लगाउनु भएको मलाई एकदम राम्रो लाग्यो। त्यो कुराहरू नै म यहाँहरूलाई सेयर गर्दछु आदरणीय सज्जनहरू। पहिलो भनेको भगवतः प्रोक्तम इति भागवतम, अर्थात् भगवानको वचनलाई भागवत भनिन्छ। भगवानका वचन भगवानका उपदेशहरूलाई नै भागवत भनिन्छ पहिलो नम्बरमा। र आदरणीय सज्जनहरू, म दोस्रो अर्थ भन्दछु भगवतः इदम लीला चरित्रम इति भागवतम, अर्थात् भगवानको लीला चरित्रलाई भागवत भनिन्छ। त्यसै गरी तेस्रो अर्थमा छ भगवतः इमे भागवतः, अर्थात् भगवानका भक्तहरूलाई पनि भागवत भनिन्छ। आज मैले गुरुजीको मुखारबिन्दबाट एकदम राम्रो लागेको यो भागवत भनेको के हो, भागवतको अर्थ मैले यही नै बुझेँ आदरणीय सज्जनहरू। मलाई एकदम राम्रो लाग्यो। त्यो कुराहरू मैले यहाँहरूलाई निवेदन गरेँ। सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामय, सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग् जनाः। हस्त नारायण।